अगुवा दाइहरूले विद्यालय सञ्चालन गर्नुपर्छ भनेर विद्यालय सञ्चालन गर्नुभएको थियो र त्यो विद्यालय सञ्चालन त्यति बेला दाइहरूले गरेको कारणले गर्दा नि हामी यो ठाउँमा छौँ र जो दाइहरू दिदीहरू काकाहरू बडाहरू जो हुनुहुन्थ्यो त्यति बेला त्यो विद्यालय सञ्चालन गर्नुभयो त्यसका लागि म उहाँहरूलाई विशेष धन्यवाद दिएँ। मलाई दुःख लाग्छ। डेफिनेटली धन्यवाद। मैले तपाईँलाई क्वेसन किन सोधेको भन्ने क्वेसन आयो भने मेरो मूल कारण चाहिँ हामीले इन्टरनेटले दुःख दिइरहेको छ अहिले पनि नि। त्यस्तो लागिरहेको छ। जङ्गल भएर होला हामी जङ्गलको महाजङ्गलको ठुलो जङ्गलमा बसिरहेको छौँ हामी अहिले। अर्को कुरा चाहिँ तपाईँलाई मैले यो सोधेको कारण चाहिँ मुख्य कारण चाहिँ के हो भने म कनेक्सन गर्न चाहँदैछु। अब पहिले भुटानमा थियौँ, भुटानमा आउँदा हाम्रो बुवा आमाहरूको जग्गा जमिन सबै थोक थियो, पछाडि शरणार्थीहरूमा आयो, लगभग काम गर्नको लागि पनि गाली खानु पर्थ्यो, नगर्दा पनि गाली खाने, गर्दा पनि गाली खाने, त्यो अवस्था त्यो शिविरमा बस्दाखेरि। अब तपाईँ अस्ट्रेलियामा रिसेटल हुनुभयो, म युएसमा रिसेटल भएँ। अब म तपाईँलाई आजको इनफ्याक्ट तपाईँको विशेष कुरा सोध्न चाहँदैछु। तपाईँलाई म कमसेकम 6-8 महिनादेखि अगाडि फलो गर्छु अनि विशेष तपाईँलाई मनपर्ने कुरा मैले अघि पनि हाम्रो लाइभभन्दा अगाडि इन्फर्मल टकमा पनि कुरा गरेँ। तपाईँको विशेषता मलाई के लाग्छ भने तपाईँ जहाँ कुरा गर्दा नेचुरली गफ जस्तो लाग्छ, कुनै केही नजोडिकन कुनै आफ्नो जो छ नेचुरल त्यही पाराले कुरा गर्नुहुन्छ। अब यहाँ अस्ट्रेलिया आएर तपाईँ सुरुमा के गर्नुभयो, वाइ म यो टपिकमा जानुभन्दा अस्ट्रेलियामा तपाईँ कहिले रिसेटल हुनुभएको, कहाँ हुनुभयो, त्यो कुरा भनिदिनुहोस् न। सुरुमा 2008मा म अस्ट्रेलिया आएँ डिसेम्बर महिनामा। अनि अस्ट्रेलिया सुरुमा आउँदाखेरि मैले यहाँको भाषा सिकेँ, अङ्ग्रेजी पढ्नै थियो। अनि त्यति गरे पछाडि चाहिँ सबैभन्दा बेसिक काम मैले गरेँ, जस्तो क्लिनिङ काम गरेँ मैले। मेरो पहिलो भनेको क्लिनिङ हो। क्लिनिङ काम सपिङ सेन्टरमा क्लिनिङ गरेँ। अनि रातिको क्लिनिङ थियो। अनि पछि दिउँसो गरेँ, राति गर्न सकिनँ। अनि पछि अलिकति सर्टिफिकेट 3हरू गरेर सानो सङ्घ संस्थामा काम गरेँ, 1.5 साल जति। पछि त्यो पनि चञ्चल चित्त भएर हो या के भएर हो, फेरि त्यो पनि छोडेर मैले व्यापार गर्ने भनेर लोनमा लिएँ र कुनै कम्पनी, कुनै ढुवानी सामानसँग सम्बन्धित कम्पनीबाट ठेक्का लिएँ। अनि त्यो ठेक्कामा मैले आफै काम गरेँ, अरू मान्छे काममा लाउन मैले सकेँ हैन। गाडीहरू लोन थियो। अनि त्यसैले मैले चाहिँ 12 वर्ष जति काम गरेँ। सो तपाईँ शिविरमा बसेर 2008मा युएस भन्न आउँछ, सरी म खालि चाहिँ यति ठुलो प्लेनमा हामीलाई हाल्यो कि यो रियलमा भन्दैछु। सिङ्गापुरमा अलिकति ट्रान्जिट चाहिँ 1 घन्टाको थियो। अनि हामीलाई त्यो गाइड गर्ने मान्छे एकदम हताशमा थियो, यी मान्छेहरू आउँछन् आउँदैनन् होइन, यिनीहरूलाई होइन ट्रान्जिटमा पुर्याउनुपर्छ भन्ने। हामीलाई ती मान्छेहरूले चाहिँ सिङ्गापुरियनहरूले चाहिँ एकदमै गाइड गरेर आउनु हतार अर्को बाटो लगेर बग्गीमा हालेर अनि अर्को ट्रेनमा हालेर सिप गराउँदै गरेर लगिरहेको छ। हामी पनि हताश थियौँ होइन। हामीले चोर बाटो गरेर हाम्रो छिट्टै प्रोसेस गरेर यहाँ बस्छ भनेर हामीलाई राखिदियो होइन। हामीले आरामले बसेको, ठक्कै प्लेन हिँड्ने बेला भएको रहेछ। हामीलाई प्लेन भनेर के थाहा, हतार गएको होइन। एकछिनमा त बिस्तारै गरेर भने बुवा आमाहरूले चाहिँ हामीले कुरा गर्यो, यो त प्लेन पो रहेछ त, यो प्लेन हो भने मलाई पनि हो कि हो प्लेन हो भने मैले होइन। केही थाहा छैन। अनि त्यो इन्सिडेन्ट चाहिँ अहिले पनि मलाई लाग्छ, बुवा आमाहरूले बज्जे आमा यत्रो प्लेन पो रहेछ त, कहाँ ल्याएर राख भनेको, प्लेनमा सिधै ल्याएर हालेछ त भनेको होइन। त्यो एउटा इन्सिडेन्ट। अनि ब्रिस्बेनमा आउँदाखेरि यति साह्रो भोक लाग्यो कि त्यो पटाटो चिप्स क्या डिप फ्राई गरेर। अनि भोक लाग्यो भन्दाखेरि के एयरपोर्टमा त्यहाँनिर स्वाट दिइहाल्यो। यति साह्रो नुन हालेको, अहिले त नुन अब अलि बानी भइयो, यति साह्रो नुन हालिदियो कि हामीलाई चाहिँ त्यो सबै फ्याँक्नु परेको थियो। भन्नाले त दिने मान्छेलाई कस्तो भयो होला त्यो इन्सिडेन्ट क्या। यिनीहरूले यत्रो उहाँबाट भोक लाग्यो भन्यो, खाना दिउँ, सबै बिनमा हालिदियो भनेको मतलब त्यो मुखमा हालिसक्दा यति चर्को थियो कि त्यो अब यहाँको चर्को खाने बानी। मतलब अस्ट्रेलियाको मान्छेले बेसी चर्को खान्छन् क्या हो? विशेष गरी फिस एन्ड चिप्सको त चिप्स हुन्छ, आलुको डिप फ्राई, त्यसमा नुन अलिकति। होटलमा बस्यौँ हामी। होटलमा बसेर हामीलाई खानाको लागि, म भेजिटेरियन बाई बर्थ भेजिटेरियन न बाई चोइस भेजिटेरियन अहिले होइन। अनि मैले भेजिटेरियन भने त मलाई कसैले भेजिटेरियन खाना दिएन। अब मेरो त अब आज पनि धेरैजना अमेरिकनहरूले मेरो एक्सेन्ट बुझ्दैनन्। आजभन्दा 15-20 वर्ष अगाडि त त्यो एक्सेन्ट बुझ्ने कुरै आएन होइन। अनि त्यति बेला मलाई के खाने भन्दा भेजिटेरियन भने कुनैले बुझेन होला, केही बुझेन, आइरहनु त पार्ट त म जान्दिनँ। अनि हामीले ल्याएर पिज्जा राखिदिएछ क्या रुममा।
अन्त पिज्जा त्यो दिनसम्म देखेकै थिएन अनि भरे पिज्जा हेर्दा मलाई त्यो एउटा त्यो रक ल्याएर राखेको छ जस्तो लागेको थियो क्या मलाई हामीले छुँदै छैनौँ त्यो पिज्जा के हो त्यो अनि पिज्जा नछोइकन नखाइकन हिँडेको घटना मलाई पनि याद आयो तपाईँले भन्दै गर्दा क्या त्यस्तो एउटा इन्सिडेन्ट थियो त एनिवे मुभिङ फरवर्ड तपाईँ त्यो अस्ट्रेलियामा रिसेटल हुनुभयो होइन अनि फर्स्ट जागिर भयो अनि तपाईँको जागिरको त भयो इन्सिडेन्ट गर्यो त्यो बिजनेसको बारेमा भनिदिनुहोस् न के बिजनेस गर्नुहुन्थ्यो कसरी स्टार्ट गर्नुभयो त बिजनेस किनभने आई थिङ्क धेरैजना हाम्रो साथीहरूलाई दिस कुड बी इन्सपिरेसन बिकज यु केम विदिन लाइक फ्यु इयर्समै जागिर गरेर बचतले गर्दा बिजनेस स्टार्ट गर्नुभयो त्यो प्रोसेस भनिदिनुहोस् न बिजनेसको मेरो त घटना पनि छ र मैले लर्निङ पनि गरेँ मेरो सुरुमा गाडी र त्यो एरिया किन्नुपर्ने थियो मलाई एकजनाले फसायो यहीँको जो अस्ट्रेलियन गोरा जो दाई हुनुहुन्छ गोरा दाजुले चाहिँ एक कुरो भन्नुभयो एउटा इन्कम यस्तो हुन्छ भनेर देखाउनु भयो र म पनि विश्वास गरेँ र मैले लगभग 50,000 को गाडी र बाँकी 40,000 90,000 मेरो क्यास सेभिङ गरेको पैसा मैले लगानी गरेँ तर वास्तवमा भरे उहाँले भनेको र जो मैले इन्कम आउन थाल्यो टोटली म त घाटामा गएँ उहाँले भन्नुहुन्थ्यो हप्तामा 3,000 3,500 हैन मिनिमम हुन्छ भन्नुहुन्थ्यो तर मैले मिनिमम 900 पाउन थालेँ वास्तवमा 900 रहेछ हप्तामा उहाँले देखाउनु भयो 3,500 र त्यो पहिलो सुरुको बिजनेस मैले 90,000 रुपैयाँ एक सालमा सबै घाटामा गएर डुब्यो मेरो वाउ के बिजनेस गर्नु कसरी त्यो प्रोसेस के भयो जस्तो सामान हुन्छ नि सामान ठुलो कम्पनीबाट कन्ट्र्याक्ट लिने अनि यो सामान म सर्टन एरियामा बाँड्छु भनेर कमिट गरेर त्यसको जिम्मेवारी लिएर सामान बाँड्ने त्यही कारणले सुरु गर्नुभन्दा अगाडि म दक्ष छुइनँ त्यो पहिला आफैलाई चाहिँ गर्नु पर्यो अनि अलिकति दक्षता पनि तपाईले ल्याउनु पर्यो जस्तो व्यापारमा पनि दक्षता अथवा जुनै फिल्डमा पनि अलिकति दक्ष चाहिँ लिनु पर्यो मेरो त्यो दक्षता पनि भइदिएन हुन्छ होला कमाइन्छ होला गरिहालिन्छ नि भइहाल्छ नि भनेर एउटा हचुवाको ताल जस्तो पनि थियो तर त्यो पनि नहोस् अरूलाई डेफिनेटली आई थिङ्क दिस इज भेरी भेरी मतलब दुर्भाग्यवश भयो हुन त तर लेसन लर्न अरूका लागि लेसन लर्न भयो तपाईँलाई म अर्को एउटा कुरा बताउँछु जुन चाहिँ अब यो अस्ट्रेलियन भुटनिस अस्ट्रेलियनका लागि मलाई थाहा छैन कतिसम्म लागु हुन्छ तर भुटनिस अमेरिकन अथवा जुनै पनि बाहिरबाट आएका अमेरिकामा आएका मान्छेहरूलाई लागु हुन्छ जहिले लागु हुन्छ म थाहा छ एउटा घटना के छ भन्नुहुन्छ भने धेरैजनाको है यो तपाईँलाई ठ्याक्कै योसँग तालमेल खायो तर बिजनेस होइन नन बिजनेस एक्टिभिटिजमा के भयो भन्नुहुन्छ भने धेरैजना साथीहरूले कुनै गाडी कुदाउँदा टिकट पाउनुहुन्छ एउटा एक्जाम्पल भनेको मैले अथवा कुनै न कुनै किसिमको जान अनजानमा क्राइम हुन्छ कुनै ठुलो क्राइम कुनै सानो क्राइम तर हाम्रो चाहिँ के बसेछ दिमागमा भनेदेखि यो क्राइम गरिसकेपछि गएर माफी मागेर फाइन तिर्दै सकियो बुझाइ नि मान्छेको अब ठिकै छ नि त मैले गल्ती गरेँ अब दुर्भाग्यवश जे होस् गल्ती गरेँ म कोर्टमा जान्छु जजको अगाडि गएर आइम गिल्टी भनेर हात उठाउँछु अनि मलाई जति अदालतले फाइन तिराउँछ फाइन तिरिसकेपछि मेरो सकियो भन्ने बुझाइ छ तर यहाँ के हुन्छ त स्पेसली द वेस्टर्न सिस्टममा भनेदेखि चाहिँ वन्स यु आर इन्टु द सिस्टम गिल्टी प्ली गरिसके पछाडि बहुत थोकमा बर्बाद हुन्छ होइन त्यो के कारणले भयो त भन्दाखेरि तपाईँले अघि भनेको कुरा फाल्टु इन्सिडेन्ट हो तर के हो भने रिसर्च नगरिकन यो गिल्टी भनेको के हो नो गिल्टी भनेको के हो नो कन्टेस्ट भनेको के हो केसलाई अगाडि बढाउँछु भन्ने कुरा अध्ययन नगरेको कारणले गर्दा धेरैजना हाम्रा साथीहरूको त्यो विभिन्न किसिमको अप्ठ्यारा सजिला भएका इन्सिडेन्ट घटिरहेका छन् घटना गइरहेका छन् क्या सो बिजनेसमा पनि कुनै दिन हात हालियो भने आई थिङ्क पिपल निड टु डु भेरी गुड रिसर्च तपाईँले त्यही भन्नु भएको नि त जरुरी हो केही गर्नुभन्दा अगाडि त्यसका नियमहरू पनि हेर्नुहोस् पहिला पोजिटिभ भन्दा 80 र 60% नेगेटिभ पाटो त्यसको हेर्नुपर्ने रहेछ मैले धेरै पोजिटिभ पाटो हेरेँ नेगेटिभ पाटो कहिले पनि हेरिनँ मैले केही गर्नु छ भने त्यसको 100% नेगेटिभ पाटो पनि हेर्नुहोस् होइन जस्तो ल म फसिने बाटोहरू के छन् त्यो अत्यन्तै फसाउने बाटोहरू के छन् अत्यन्तै निर्कुल गरेर खोज्नुहोस् नाफाको बाटो चाहिँ कहिले नहेर्नुहोस् सुरुमा किन त्यसले चाहिँ अलिकति त्यो कुराहरूलाई छेकिदिँदो रहेछ भनौँ रिभर्स इन्जिनियर गर्नु पर्यो है रिभर्स इन्जिनियर गरेर हेर्ने अनि फर्केर आउने डेफिनेटली थ्याङ्क यू त्यो पाटो भयो तपाईँले अब अर्को पाटोमा जाँदै फर्को हान्दैछौँ जस्तै त्यो एउटा इन्सिडेन्ट लेसन लर्न गरिसकेपछि तपाईँले आफूलाई सेयर गर्नुपर्नु होइन अनि लेट मी गिभ मलाई एउटा मौका देऊ अनि म गरेर गर्छु भन्नुभयो
त्यहाँ तपाईँ के गर्नु टिपिकल डेको कुरा भनिदिनुहोस् न अनि त्यहाँ तपाईँ बिजनेसको कुरा बताउन जान्छु टिपिकल डे त्यो बिजनेसमा तपाईँ के गर्नुहुन्थ्यो वाट इज द बिजनेस बिहान 4:30 बजी उठ्यो एयर फ्लाइट हो हवाई डुवानी हवाईबाट आउने मात्रै विशेष गरी छिटो छरितो सानो सामान चिठीहरू महँगाहरू जो हवाईबाट अलिकति पैसा तिरेर छिटो छरितो रूपमा आओस् हवाई भनेको हाम्रो युएसको हवाई हवाई भनेको एयरप्लेनबाट नेपालीलाई हावा मतलब एयरप्लेनबाट हुने डुवानी सेवा ट्रान्सपोर्ट एयर ट्रान्सपोर्टमा काम गर्थेँ बिहान जानुपर्ने ठुलो कार्गो प्लेन आउँथ्यो होइन 737 एकदमै बिग त्यसको तल बेली मुनिपट्टिको सामान बेल्ट लगाएको हुन्थ्यो त्यो सामान निकाल्यो बिहान मेरो ट्रकमा हाल्यो डेपोमा ल्यायो सोटिराट गऱ्यो सबै एरियाको आफ्नो एरियाको सामान कन्ट्र्याक्ट कुनको छ त्यो एरियाको आफ्नो ट्रकमा हाल्यो र दिनभरि सामान आफ्नो तरिकाले त्यो आफ्नै हो त्यो कसैको केही हुँदैन अनि दिनभरि लगाएर त्यो सामान सक्यो बेलुका पेपर वर्क आयो घर गयो दैनिकी चक्र बिहान 4 बजी उठ्यो लगभग 12 घन्टा 4 to 4 अथवा 4 to 5 13 घन्टा त्यसरी चाहिँ दैनिकी रूपमा चाहिँ त्यो सामानको काम गर्नुपर्थ्यो एभ्री सिंगल डे त्यो समय त कति दिनसम्म गर्नुभयो तपाईँलाई हाउ लङ कति मन्थ्स कति वर्ष के गर्नुभयो मैले त 12 वर्ष काम गरेँ 2012 देखि 2024 हो हिजो अस्ति 12 वर्ष 12 वर्षमा त कम्पनीमा काम गर्नुभयो 12 वर्षमा काम गरेँ अनि त्यो 12 वर्षमा तपाईँ काम गर्दाखेरि तपाईँको अरू इम्प्लोइ पनि थियो कि तपाईँ आफै गर्नुहुन्थ्यो कि त्यो पनि स्ट्रक्चर भनिदिनुहोस् न कतिमा इम्प्लोइ हायर गर्नुभयो त्यो पनि भनिदिनुहोस् न सुरुमा मैले इम्प्लोइ राखेँ एकजना कोरियाबाट आउनुभएको दाइ थियो कोरियन दाइ अर्को एकजना हुनुहुन्थ्यो यहाँ श्रीलङ्कनहरू हुनुहुन्थ्यो एकजना गोराहरू हुनुहुन्थ्यो राखेँ पछि उहाँहरूले चाहिँ के गर्नु थाल्नुभयो भने होइन मलाई कम्ती भयो धेर भयो मलाई कम्ती भयो अलिकति मलाई काम धेर भयो यस्तो यस्तो कुराहरू किन मैले सानो कन्ट्र्याक्टमा म पनि पेटी कन्ट्र्याक्ट होइन अनि ती समस्या आएर होइन म आफै गर्छु भनेर पछि म आफै दुःख गरेर उहाँहरूलाई पाउने पैसा पनि म आफैले चाहिँ नि अलिकति नाफामूलक गर्न थालेँ मैले पहिला राखेको थिएँ राख्दा अलिकति समस्या भयो र पछि मैले आफै गर्न थालेँ ओके सो तपाईँ सेल्फ इम्प्लोइड एकजना व्यक्ति आफै काम गर्नुहुन्थ्यो आफ्नै कम्पनीमा आफ्नै कम्पनी अस्ट्रेलियन रजिस्टर फ्यामिली ट्रस्ट कम्पनी त्यसमै काम गर्थेँ त्यो इन्कम डिभाइड हुन्थ्यो अनि त्यसको ट्याक्सहरू पनि फ्यामिलीमा डिभाइड हुन्थ्यो र ट्याक्समा पनि अलिकति सरल हुन्थ्यो फ्यामिली ट्रस्ट कम्पनी थियो अझै पनि छ एक्टिभ मैले यो गाडीहरू त्यही कम्पनीको नामबाट गरी किनेको हो एभ्रिथिङ अल कम्पनीको नामबाट किनेको थियो मैले अनि अब तपाईँ त्यहाँ हुनुहुन्छ म हो त्यो विषयमा आउँदा ठिकै त प्रसङ्ग त ल्याउनु भयो तपाईँ त्यहाँ अस्ट्रेलिया आउनुभयो पहिले सानो जब गर्नुभयो पछाडि आफ्नै कम्पनी इस्टाब्लिस गरेर वेल इस्टाब्लिस सक्सेसफुल बिजनेस रन गरिरहनु भएको थियो लाइक भेरी अघि हामीले आउट अफ टप लाइभभन्दा अगाडि पनि कुराकानी गऱ्यौँ अनि तपाईँलाई हठात् यो के आयो अब तपाईँ त अहिले गएको 8 महिनादेखि त एब्सोल्युटली तपाईँ बाहिर वर्ल्डमा हुनुहुन्छ घुमिरहनुहुन्छ के गरिरहनुहुन्छ त्यो बुद्धि तपाईँलाई कहाँबाट वाट यु डुइङ यस विषयमा ठिकै छ मलाई के लाग्यो भने मेरो एउटा सानोदेखि हबिजहरू थियो क्यामेरा बोक्ने फोटो खिच्ने मतलब भिडियो बनाउने सानोदेखि वहीँ शिविरमा हुँदा पनि विदेशी जापानिजहरू विदेशीले बोकेका क्यामेराहरू घाँटीमा झुन्डाएको बेलामा टोलाएर हेर्थेँ ती क्यामेराहरू होइन एकदम मन लगाएर हेर्थेँ म अनि यहाँ आउँदाखेरि ती उपकरणहरू सजिलै प्राप्त भए र मैले पनि यो किन गर्न नसक्ने भनेर चाहिँ मैले घरमै स्व अध्ययन गरेँ अनलाइन अध्ययन गरेँ र कथाहरूलाई डकुमेन्ट्रीहरूलाई चाहिँ क्यामेरामा कैद गर्न सही तरिकाले कसरी गर्नुपर्नेछ भन्ने अध्ययन गरेँ अनि गर्दै लाँदाखेरि यो मेरो इच्छा हबिज थियो होइन अनि यसलाई उजागर गर्नको लागि मेरो काम चाहिँ बाधक बनिरहेको थियो होइन अनि त्यो काम बाधकलाई चाहिँ मैले चटक्कै छोडिदिएर मेरो हबिजले म अगाडि बढाउँछु भनेर भएको सबै बिजनेस जो थियो मैले सबै नै चाहिँ छोडेर त्यागेर चाहिँ मेरो हबिजलाई चाहिँ यसरी अगाडि मैले बढाएँ भनौँ न जस्तो बढाउँदाखेरि अब आउँछ क्रमैसँग आउँला त्यही त तपाईँको हो त्यही कुरा त म अघि गाडीमा बहुत ठुलो हाँसेको थिएँ अब तपाईँले एउटा कुरा भन्नुभएको थियो मलाई के भन्नुभएको थियो तपाईँले अहिले प्रसङ्गवश कुरा आएको थियो होइन तपाईँ मलाई भन्नुहुँदै थियो अब आखिरमा आफ्टर अल लाइफ त एउटा न हो दोस्रो लाइफ त हुँदैन हामीले अहिले गरेन कहिले गर्ने यही टाइम हो टाइमका लागि मैले प्रयोग गरेको भन्ने प्रसङ्गमा तपाईँ भन्नुहुन्थ्यो अब म तपाईँलाई अर्को क्वेसन सोध्न खोजेँ तपाईँले भन्नु त एन्सर त भन्नुभयो तर म अर्कोपट्टि त्यही कुरालाई अर्को कुरा सोध्न खोजेँ अब तपाईँ यो गर्दै गर्दाखेरि एउटा
प्र्याक्टिकल पार्ट हो जुन तपाईँ अब जुन चाहिँ म छु एटलिस्ट म यहाँ छु होइन म त तपाईँको लागि म अघि तपाईँलाई पनि भनेको थिएँ मेरो लागि चाहिँ क्लोज टु इम्पोसिबल जस्तो लाग्छ मलाई चाहिँ इम्पोसिबलै चाहिँ भनिहाल्दिनँ मेरो लागि क्लोज टु इम्पोसिबल हुन्छ किनभने तपाईँ अब म्यारिड हुनुहुन्छ तपाईँको घरमा बालबच्चा पनि छन् अब गएको 8 महिनादेखि लगभग तपाईँ जङ्गलमा बस्नुहुन्छ मतलब गाडी लिनुहुन्छ एक्सप्लोर गर्नुहुन्छ जहाँ ठाउँमा जानुहुन्छ के जानुहुन्छ हाउ इज द्याट्स पोसिबल कसरी सम्भव हुन्छ यो तपाईँले गरिराख्नु भएको छ भनिदिनुहोस् न सम्भव मेरा केही झिनो पाटाहरू छन् चाहिँ होइन त्यो कसैले सिकेर चाहिँ म जस्तै अनुसरण गर्न पनि सक्नुहुन्छ अब यसमा विशेष भुवनजी के रह्यो भने पैसाको कुरा आउँछ म सिधै पैसाबाट थाल्छु होइन कसरी चाहिँ पोसिबल भयो भने यसमा चाहिँ मिनिमम फाइनेन्सियली कसरी बाँच्ने भन्ने चाहिँ सी आई एम डुइङ म प्र्याक्टिस गर्दैछु मान्छेलाई मिनिमम कति के चाहिन्छ गर्दाखेरि नेसेसिटी चाहिन्छ बस्ने खाने बस त्यहाँभन्दा उता केही पनि चाहिँदैन मान्छेलाई होइन न्यानो लुगा लाउने त्योभन्दा अझै मिनिमम जाने भने गाह्रो हुन्छ त्यहाँभन्दा उता जान सकिँदैन त्यही मिनिममलाई लिएर मुभ किन नगर्ने भन्ने मेरो आइडिया आयो म यहाँ बसेर पकाएर लगाएर तातो यति त गर्न सक्छु नि त वाइ नट ट्राई मुभ भन्ने लाग्यो क्या मलाई मेरो मिनिमलिजम होइन म किन नफैलाउने भन्ने लागेर अनि म कम्तीभन्दा कम्तीमा बाँच्नेमा मैले चाहिँ डिभाइड गरेको छु र मलाई आउन पनि कम्ती आउँछ म धेरै आउँदैन मलाई इन्कम त कसरी आउँछ अहिले पछि आउला डेफिनेटली क्वेसन भारी आउँछ त्यो आउँछ र मैले पोसिबल भएको मिनिमम कसरी भनेर चाहिँ मैले सेल्फ प्र्याक्टिस गरेर चाहिँ गर्दाखेरि चाहिँ लिटल बिट हुँदैछ सो अनि अझै पनि मलाई त्यस्तो लाग्छ लाइक कसरी गरेको होला जस्तो चाहिँ मलाई डेफिनेट लाग्छ अब गरिरहनु भएको छ होइन अनि अर्को कुरा म अर्को प्रश्नमा आउनुभन्दा अगाडि प्रसङ्ग कस्तो आयो तपाईँ यो हुनुहुन्छ है म भुटानसँग जोड्छु अब हामी भुटानमा हुँदा आफ्नो देश थियो जग्गा थियो त्यहाँको राजाले अन्यायपूर्ण हाम्रो सबै थोक चिरहरण गरेर हामीलाई खेदायो त्यहाँबाट क्याम्पमा आएर बस्यो बहुत दुःखलाग्दो व्यावहारिक रूपमा पनि दुःखलाग्दो मानसिक रूपमा पनि दुःखलाग्दो अनि दुर्भाग्यवश छेउछाउका छरछिमेकीहरूले पनि निकै लेभलसम्म अपहेलन गरिएका व्यक्तिहरू थियौँ हामी त्यो टाइममा अनि तपाईँ यहाँ आउनुभयो अब यहाँ आएर पूर्ण रूपमा इन्डिपेन्डेन्ट बाँच्नु भएको छ लाइक इन्डिपेन्डेन्ट पनि इन अ सेन्स तपाईँ जागिर नहुँदा नि बाँचिरहनु भएको छ अहिले लाइक मेनी डिफ्रेन्ट आफ्नो सेभिङको कुरा छँदैछ बाँचिरहनु भएको छ लाइक अब म तपाईँलाई यहाँ मैले सोध्न आँटेको कुरा चाहिँ हाउ डु फिल द्याट यो तपाईँले कस्तो लाग्यो भन्नुहुँदैछ अपराह्न हेपिएका व्यक्ति यहाँ आएर जो यो खालको कस्तो मलाई यो डिजाइन पहिले भएरै आएको हो कि मेरो सङ्घर्षले मेरो त्यागले मलाई उजागर गर्दा भएको हो कि आफूले सेल्फ पुसअप गरेर पो भएको हो कि यी सबै कुराहरू भुवनजी म अलिकति डिफ्रेन्ट पर्सपेक्टिभले भनौँ डेफिनेटली तपाईँले त्यही सोध्न खोजेकै मैले त्यही हो मैले यो एन्टायर कुरोलाई एन्टायर यति एन्टायर कि माथि एन्टायरली ग्यालेक्सी भन्दा नि माथिको आँखाले हेर्न मलाई मन पर्यो होइन जे कुराहरू पनि अनि त्यो आँखाले हेर्दाखेरि मैले सबै विलय देखेँ होइन जस्तो मेरो जागिर मेरो पृथ्वी म बस्दै गरेको पृथ्वी पनि विलय देखेँ मेरा कुराहरू मेरा आवाजहरू पनि सबै विलय देखेँ होइन त्यो विलयतामा पनि चाहिँ मैले फोटोग्राफ्स गरेँ भने मैले भिडियोग्राफ्स गरेँ भने त केही समय नबिलाउने रहेछ होइन शून्यतामा पनि केही रहने रहेछ रहनशील हुने रहेछ भनेर चाहिँ त्यो एउटा इन्टायर मेरो माथिल्लो पर्सपेक्टिभको आँखाले हेर्दा पनि मैले रहने कुरा क्याप्चर गर्ने कुरा के त भन्दाखेरि लेट्स डु इट फोटोग्राफ्स लेट्स डु इट भिडियोग्राफ्स लेट्स डु इट राउन्ड भनेर चाहिँ अनुभव चाहिँ एकदमै गर्व लाग्छ होइन फिलिङ त एकदमै सेल्फ आफैमा रमाइलो फिलिङ छ तर अर्को बाटो पनि छ फेरि परिवारको बाटो अहिले आउला त्यो कुरा पनि होइन त्यता पनि छ सोसियलाइजेसन को कुनै कुराहरू छ एकान्तमा त्यहाँभित्रका मनका खुल्दुलीका कुराहरू पनि छन् धेरै छन् नि अनुभव कस्तो लाग्यो भन्नु भने धेरै छन् अब यो पनि छ के अरे लोनलिनेस पनि छ यात्रामा रोइएको पनि छ कस्तो अटोमेटिक हुन्छ यति साह्रो लोनलिनेस हुने के भन्छ बाहिर के अरे मन पोल्ने के भन्छ लोनलिनेस भयो अथवा आउँछ त्यो सडन त समराल्स आउँछ
त्यो समय राल्स आउँछ अमेजिङ छ यसको विषय पनि एनर्जी हो जस्तो लाग्छ मलाई सर्टन प्लेसेसमा आउँछ समय राल्स आउँछ जहिले जहिले तहिले आउँदैन कस्तो लाग्दैछ यस्तो यस्तो छ धेरै कुरा छ भुवनजी त्यो तपाईँले अघि मलाई भन्नु म आई वाज थिङ्किङ म रियली डिप थिङ्किङमा मलाई तपाईँले पुर्याउनु भयो तर त्यसै भन्दै गर्दा साथीहरू तपाईँ जो हुनुहुन्छ प्लिज तपाईँको क्वेसन राखिदिनुहोस् है त मसँग त क्वेसन जति छन् मलाई बहुत धेरै क्वेसन छन् तर साथीहरू तपाईँको क्वेसनलाई सोध्न खोज्दैछु तपाईँ जहाँ बस्नुहुन्छ तपाईँ त एउटा घरमा बस्नु भएको छ हामी कतै हुनुहुन्छ भने कुन देशमा हुनुहुन्छ कमेन्ट पनि लेखिदिनु होला सायद तपाईँ नेपालबाट हेर्दैन होला कसैजनाले भुटानबाट हेर्दैन होला कसैले युएसबाट हेर्दैन होला तपाईँको क्वेसन राखिदिनु होला है त भाइलाई अघि त मैले भन्नुभयो मैले भेट्ने बाटोमा भाइ कस्तो छ भन्दाखेरि हाँसु लागेको छ उमङ्ग बहुत खुसी लागिरहेको छ दाइ भन्नुहुन्थ्यो नि त हो त्यो इन्सिडेन्टमा तपाईँले जोड्नुभयो त्यो लार्जर एनर्जी सबलाइम एनर्जीबाट म आफै त्यहीँ विलय हुन्छु होला शून्यतामा शून्यता त्यहीँ गएर विलयमान हुन्छ होला भन्नुभयो जुन चाहिँ त्यो कन्सेप्ट चाहिँ त्यो विचार चाहिँ शङ्कराचार्यको भाष्यमा आउँछ त्यो कहाँ कतिदेखि त्यो शङ्कराचार्य भाष्य पढेर त भन्नुभएको होइन तपाईँ आफ्नो व्यक्तिगत अनुभव गर्नुभएको होला अब त्यो त मैले माथि ताराहरू हेरेर कति माथिसम्म छ गर्दै 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 प्रकृतिले मेल खाएको होला बेलुका म नाइट फोटोग्राफ्स पनि गर्छु अलिकति विषय ल्याउँ नाइट फोटोग्राफ्स गर्दाखेरि म टाइम ल्याप्स गर्छु होइन टाइम ल्याप्स गर्दाखेरि त्यो ताराहरू ग्यालेक्सीहरू कसरी घुम्छ भन्ने कुरो एमेजिङ तरिकाले घुमिरहेको छ अनि यति कस्तो स्पिडमा घुमिरहेको छ भने हाई स्पिडमा घुमिरहेको छ होइन अनि म पनि घुमिरहेको छु जस्तो लाग्छ होइन अनि ती सबै अनुभवमा बेलुका क्यामेरा लिएर बस्दा तपाईँको मनमा के एक्लो राति अनकन्टारमा क्यामेरा लिएर बस्दा ती कुराहरू अनि मनमा के खेल्लान् होइन त्यसरी आफूमै अनुभव ल्याउँदै गर्दाखेरि म त एउटा एन्टायर एनर्जी रहेछु जस्तो लाग्छ मतलब त्यहीँबाट फ्लो भएको जस्तो लाग्छ त्यो टाइम ल्याप्स भनेको के भनिदिनुहोस् न टाइम ल्याप्स भनेको प्रत्येक सेकेन्डमा चाहिँ यी ताराहरू पृथ्वीहरू ग्यालेक्सीहरू के गरिरहेका छन् भनेर प्रत्येक सेकेन्डमा फोटो खिच्ने अनि एकै सेकेन्डमा खिचेको सर 5 मिनट हेर्नु पऱ्यो भने सर यसो पो गरिरहेका छन् भनेर त्यो टाइमको ल्याप्स भएर चाहिँ त्यहाँ हामी धेरै अध्ययन गर्न सक्छौँ कसरी घुमिरहेका छन् कतापट्टि घुमिरहेका छन् कुन स्पिडमा घुमिरहेका छन् भने फोटोग्राफ्स निकाल्न मजा हुन्छ त्यो चाहिँ वाउ इन्ट्रेस्टिङ तपाईँलाई त्यही प्रसङ्गमा अरू कुरा सोध्दाखेरि अब तपाईँ र म अहिले यो जङ्गलमा बसेका छौँ यहाँ मान्छेका नाममा त हामी दुईजना मात्रै होला कमसेकम 100 किलोमिटर वरपर घना जङ्गल छ बहुत ठुलो जङ्गल छ तपाईँसँग एउटा गाडी छ गाडीमा खानेको व्यवस्था छ सुत्नेको व्यवस्था छ बस्नेको व्यवस्था छ पानीको व्यवस्था छ सम्पूर्ण तपाईँको व्यवस्था छ मैले हेरेँ अहिले हामी सायद अर्को भिडियोमा हामी देखाउँछौँ होला यो कुरा तपाईँ एउटा एक दिनको यहाँको हिँडेको एउटा म तपाईँलाई 3टा कुरा सोध्छु एउटा टिपिकल डेको इन्सिडेन्ट भनिदिनुहोस् न मतलब के गर्नुहुन्छ तपाईँ हाम्रो स्पेसली हाम्रो दर्शक साथीहरूलाई सेयर गरिदिनुहोस् न टिपिकल राम्रो मजाको दिनको एउटा अनि म तपाईँलाई अरू एउटा अप्ठ्यारो एउटा सजिलो कुन बताउँछु सोध्छु एकछिन पछाडि बिहानदेखि बेलुकासम्म के गर्नुहुन्छ म बिहान उठेर सूर्य उदय हुनुभन्दा अगाडि मेरो एप्स छ एप्समा हेर्छु फोटोग्राफ्स गर्ने लाइट त्यतिखेर कतिखेर आउँछ कुन समयमा आउँछ त्यो दिएको हुन्छ अनि बिहानको फोटोग्राफ्स गर्छु म अनि बिहानको टाइम ल्याप्स गर्छु अनि ती विशेष किसिमको अत्यन्तै राम्रो निकालियो भने त्यसको पनि पछि म कुरा गर्छु त्यसलाई के गर्ने त्यो प्रोडक्टलाई भन्ने होइन फोटोग्राफ्स नै हो अनि भिडियोहरू गर्छु अनि ड्रोनको फुटेज सर्ट्स राम्रो खालको लोकेसन म त्यस्तै खालको लोकेसनमा पुगेको हुनुपर्ने हुन्छ अनि 2टा र या 3टा बिदाको म फोटोग्राफ्स गर्छु अनि त्यो राख्छु अनि त्यो राखेर त्यसलाई चाहिँ अनलाइनमा हेर्छु त्यसको डिमान्ड कति छ म अनलाइनमा राख्छु र मानिसहरूले त्यो रोयल्टी स्वरूप मेरो लगिदिनुहुन्छ मेरो 1-2 त्यसरी लगेको छ र त्यसको अनुभवले गर्दाखेरि चाहिँ बिहान म दैनिकी फोटोग्राफ्स गर्छु अनि म पकाउँछु बिहान म खान्छु एकदम सात्विक खान्छु म तातो पानी खान्छु बिहान म त्यति खानालाई चाहिँ विशेष प्राथमिकता दिदिनँ किन मलाई एनर्जी आउनुपर्ने हुन्छ र खाना एकदमै कन्ट्रोल गरेर खान्छु म कम खान्छु योगी पाराले खान्छु एकचोटि खान्छु बेलुकाखेरि साधारण खान्छु दाललाई भोक लागिसक्यो होला मलाई लागेको छैन त्यही भएर हाँसेको मलाई कति बेला खाउँ जस्तो भइसक्यो पकाउनु छ होइन अनि दिउँसोको चर्को घाममा म केही पनि गर्दिनँ विशेष गरेर एडिटिङ गर्छु म एडिटिङ मलाई अत्यन्तै समय जान्छ मेरो केही स्टोरीसँग सम्बन्धित केही भिडियोग्राफ्सहरू सिक्दैछु बनाउँदैछु पछि त्यो आउँछ अनि बेलुका भनेको त्यही हो नाइट फोटोग्राफ्स गर्छु
त्यसरी मेरो दैनिकी अहिले बित्दैछ बिजी छु आफ्नै हबीमा धन्यवाद म यहाँ कतिजना साथीहरूले के लेख्दै हुनुहुन्छ म आएर कमेन्ट पनि पढ्दैछु तपाईँहरू के कमेन्ट राखिदिनु होला म हेर्छु यहाँ लेख्नु भएको छ चलचित्र पुरा बिग्रिएर आइरहेको छ भन्नुहुन्छ अलि अगाडिको कुरा होला त्यो बारेमा मैले नारायण गौतमजीको क्वेसनमा नारायण भाइ तपाईँलाई एकछिनमा सोध्नेवाला छु अर्जुन प्रधान हुन्छ अधिकारी एन्ड 11 अदर पिपल सरी चन्द्र चिमोरिया लाइफ इज अ ब्युटिफुल एन्ड ह्याप्पिएस्ट विथ द कनेक्सन टु मदर नेचर भेरी इन्सपायरिङ स्टोरी भन्नुभयो डेफिनेटली मलाई पनि त्यही लाग्छ अर्जुन भाइ भन्नुहुँदै फेरि गोलाबको जङ्गल जस्तै देखिएछ याद झल्काइदियो भन्नुभयो तपाईँको क्यामेराहरू देखाइदिनु होला अहिले त्यो क्यामेराहरू भएर सायद हामी अर्को भिडियोमा त गर्छौँ र भाइ तपाईँलाई म एउटा कुरा सोध्न खोजेँ यहाँ अघिको क्वेसन आएको थियो नि अब हामी त्यो विषयपट्टि ढल्क्यौँ तपाईँले अघि मलाई कुरा गर्दा भन्नुभएको थियो के गरेको त भन्दा आइएम लर्निङ दिस इज समथिङ आई एम लर्निङ टु गो समवेयर एल्स भन्नुहुन्थ्यो नि त लेट्स गो टु द्याट टपिक एन्ड कम ब्याक टु अदर पोइन्ट र त्यसो भन्दै गर्दा म साथीहरू तपाईँहरूलाई कृपया सेयर गरिदिनु होला है त युएसमा सायद अड टाइम भयो होला हुन चाहिँ र तर भोलि पर्सि पनि सेयर गर्नुहुन्छ तर अहिले जो अरूतिर बसेर हेर्नु हुँदैछ भने कृपया सेयर गरेर अरू साथी कहाँ पुर्याउनु सहयोग गरिदिनु होला र त्यो भनिदिनुहोस् तपाईँले प्रिपेरेसनको कुरा गर्दै हुनुहुन्थ्यो जुन चाहिँ वाट यु आर प्रिपेरिङ फर विशेष गरेर वास्तवमा के थियो भने कोभिड अगाडि चाहिँ मैले चाहिँ वर्ल्डमा प्रख्यात स्थलको फोटोग्राफ्स र भिडियोग्राफ्स गर्न मलाई मन पर्यो है त्यो पनि कसरी मन पर्यो भन्दाखेरि म एरोप्लेन चढेर होइन मेरो आफ्नै गाडीमा चढ्ने म आफ्नै मिनिमम भन्दा मिनिमम एरोप्लेन भनेको त खर्चिलो हो नि त होटल भनेको खर्चिलो हो नि त इच्छा त छ फोटोग्राफ्स गर्न भिडियोग्राफ्स गर्न अनि मैले के अपनाएँ भन्दा म मेरै साधन प्रयोग गरेर मेरै बलबुतो सबै थोक मैले आफै जोडेर गर्छु भनेर मैले कोभिडभन्दा अगाडि चाहिँ सबै कम्पनी सिपिङ कम्पनीदेखि म वर्ल्ड ट्राभल गर्नको लागि ओभरल्यान्डिङ भनेको गाडीमै बस्ने चाहिँ त्यहाँ एक्टिभिटिज गर्ने फोटोग्राफ्स विभिन्न भिडियो बनाउने स्टोरी बनाउने को लागि मैले सबै भएको थियो र पछि ठ्याक्कै यो के भइदियो रिसेसन हाम्रो के भइदियो आतङ्क आयो के आर्थिकमा गिरावट आयो र मेरो सबै डबल गरिदियो डबल गर्दाखेरि के भयो भने मलाई 15,000 10 या 15,000 कतिको कोडिङ दिएकोमा मलाई 30,000मा मात्रै गर्न सक्ने भनेर उहाँहरूले भन्नुभयो सिपिङ विभिन्न फ्लाइट कम्पनीले विभिन्नले बढाइदिए मलाई नो म सक्दिनँ त्यस्तो पैसा तिर्न म किन मेरै देश अस्ट्रेलियामा चाहिँ एक्सप्लोर गर्ने किन मलाई प्र्याक्टिस पनि अभ्यास पनि हुन्छ र म दक्ष भएर अर्को ठाउँ जान पनि सक्छु भन्ने मलाई झन् साह्रो त्यसले चाहिँ शिक्षा दियो त्यो शिक्षाले चाहिँ अहिले म 2 महिना भयो लगभग प्र्याक्टिसको क्रममा छु म विभिन्न ठाउँमा जान्छु मेरा अनुभवहरू छन् धेरै छन् अनुभव सायद आउला प्रश्नमा ती अनुभवलाई चाहिँ पछि मेरो लर्निङ के भन्छ शिक्षा अनि त्यही शिक्षा लिएर चाहिँ म विभिन्न संसारको देशमा गएर फोटोग्राफ्स गरेर तपाईँहरूलाई पनि देखाउँछु पछि सो तपाईँको मूल उद्देश्य भनेको चाहिँ अब 3 विधा भन्नुभयो त्यो विधा के को मलाई एकछिन सोधौँला त्यो 3 विधामा फोटोग्राफी भिडियोग्राफी गर्ने मूल उद्देश्य राखेर तपाईँले लर्निङ गर्दै हुनुहुन्छ इज द राइट हो त्यो 3टा विधा भनेको राति नाइट फोटोग्राफी गर्ने एक विधा भयो अर्को भनेको स्टोरी कलेक्सन हैन त्यहाँको संस्कृति हुन्छ त्यहाँको मानिस हुन्छ रहनसहन हुन्छ खाना हुन्छ त्यहाँका राजनैतिक हुन्छन् त्यहाँका स्थल हुन्छन् तिनीहरूलाई इन्टायर कथा त बनिरहेको हुन्छ त्यसलाई कलेक्सन गरेर देखाउने अर्को भयो भने अर्को एउटा सिटी लाइफ जो चाहिँ म ड्राइभिङ गरेर चाहिँ अहिलेको लेटेस्ट ब्लगिङ अनुसार हिँड्ने त्यहाँभित्रको प्रत्यक्ष प्रसारण भनौँ या कैद गरेर चाहिँ गर्ने हो खास मेरो चाहिँ फोटोग्राफ्स आउँछ पछि राम्रो ठाउँमा स्थलमा अनि दिउँसो जाने अनि त्यसरी चाहिँ संसारको विभिन्न स्थलहरूमा गएर फोटो खिच्ने चाहिँ मेरो एउटा के भन्नु रुचि भनौँ न त्यसलाई चाहिँ उजागर गराउनको लागि चाहिँ म यहाँ प्र्याक्टिस गर्दैछु धन्यवाद मलाई लाग्छ जहाँसम्म लाग्यो भने मैले जाने भरि आई कुड बी रङ है म चाहिँ किन मेरो ओपिनियन कुरा गर्दैछु कसैले फ्याक्ट नदिनु होला हेर्ने साथीहरू तपाईँ यसलाई फ्याक्ट नभनिदिनु होला मेरो ओपिनियनमा तपाईँ अनि त्यसरी गर्ने चाहिँ मलाई रहर भएर मैले प्र्याक्टिस गरेँ फोर व्हिल ड्राइभ एक दिन के भयो भने त्यसरी फोर व्हिल ड्राइभ गरेको बेलामा मेरो गाडी चाहिँ यही गाडी हेभी भएर कोल्टेर लड्यो पनि होइन ढल्क्यो र मैले निकाल्नै सकिनँ
र दिनभरि बस्दा पनि कोही आएन, पानी खाएँ, मनमा ढुकढुक भयो, कोही आएन। अनि त्यसको 13 या 14 घन्टा पछाडि चाहिँ एउटा पनि त्यस्तै म जस्तो गाडी कुदाउने आएर तानेर अनि गाडीलाई सोझ्याएर सबै थोक गरेर विन्च लगाएर चाहिँ अनि म निक्लेको थिएँ। त्यो कहानी कसैलाई पनि थाहा छैन, मेरो घरको परिवारलाई पनि त्यति थाहा छैन होला। किन त्यसरी लग्यो कि भन्ने हताश हुन्छ नि त। घरमा त भन्नु भएन, भनेन आज संसारले चाल पाएँ। अनि ठिकै छ, मैले गएँ, ट्राभल गरेँ भने गाडी हिलै थियो, त्यो त्यसै हिलै हुन्छ। तर त्यो कुरो भन्नुभयो भने त त्यहाँ त अब नराम्रो हुन्छ, किन नजानु, अरू त्यसो नगर्नु भन्ने हुन्छ। र पनि त्यो मेरो एउटा कति घन्टासम्म त त्यहाँ बस्नुभयो जङ्गलमा? मतलब यता सिभिलाइजेसन भनौँ न, त्यहाँदेखि कति टाढा हुन्छ? सपोज मलाई गाडी नकुदेको कति बेर लाग्थ्यो हिँडेर त्यो ठाउँमा अर्को ठाउँमा पुग्न लागि? जस्ट इन्सिडेन्ट त्यति त थिएन दाजु। त्यो ठाउँमा मान्छे जानै गाह्रो, फोर व्हिल ड्राइभ मात्रै जाने, त्यस्तै खालको एन्थुसियास्टिक के भन्छ त्यस्तो रुचि भएको मान्छे मात्रै जान सक्ने, यति धारा ढुङ्गा, गाडी पनि त्यस्तै हुनुपर्ने। अनि त्यस्तो ठाउँ जहाँ चाहिँ अनकन्टारमा हिँडेर आउँदा लगभग 1-2 घन्टा लाग्ने, कहाँ छोडेर आउने, गाडी बिग्रियो भने के गर्ने, गाडी पल्टिरहेछ, कोही आउँदैन, चिच्याउ छैन, फोन लाग्दैन। त्यतिखेर मेरो मन मैले कसरी आफै कन्ट्रोल गरेँ, त्यो पनि मलाई प्र्याक्टिसै थियो। अनि त्यतिखेर भएका कुराहरू, त्यतिखेर मैले सम्झेका कुराहरू, रियालिटी के हो विभिन्न आउँछन् दाजु। यहाँ अहिले सुन्दाखेरि लाइक एउटा पागल मान्छेले बरबरा जस्तो हुन्छ होइन। सेयर गरिदिनुहोस् न, त्यति बेला के भन्दै बस्नुभयो तपाईँ त्यहाँ? त्यतिखेर के हुन्छ भने एउटैमा फोकस जान्छ होइन, एउटैमा फोकस जान्छ, हाउ डु आई सक्सेस फ्रम हियर होइन, यहाँबाट म कसरी सक्सेसफुल हुने भन्ने मात्रै फोकस हुन्छ। अनि त्यही प्रयत्न हुँदाखेरि हुन्छ त्यो कठिन सोचले हुन्छ। त्यसमा अप्ठ्यारा एउटा भणखालामा गएर गाडी पऱ्यो, धार परेर उल्टा परमा लड्न आँटेछ गाडी, अनि तपाईँ एक्लै हुनुहुन्छ। कति बेर बस्नुभयो त्यहाँनिर भन्नुभयो? 12 घन्टा जति बसेँ। 12 घन्टा, बेलुकादेखि बिहानसम्म? रातभरि एक्लै? होइन, यस मैले दिउँसो रातिको भनेन नि मैले अहिले। भन्नु भएन होइन, म यहाँबाट घरबाट हिँड्दाखेरि दिउँसो 12 बजीखेर हिँडेको थिएँ, त्यहाँ पुग्दाखेरि साँझ परेको थियो। साँझ परेदेखि रातभरि बसेको कुरा त्यहाँ त। त्यो गाडी बाहिर आएर बस्नु भएन? भित्र त गाडी के हो कि भित्रै बस्नुभयो? गाडी ढलेको छ, मलाई गाह्रो भयो बाहिरै त्यसरी चेयरमा यसरी नै होइन चाहिँ। अब त्यहाँ मैले के मनमा लागेका कुराहरू धेरै छन्, कन्ट्रोल सेल्फ। अब यो पछि मलाई यिनै कुराहरूले काम देला नि जस्तो लाग्छ मलाई अरू ठाउँमा घुम्न जाँदाखेरि। द्याट्स युनिक छ तपाईँको, डेफिनेटली। थ्याङ्क यू फर सेयरिङ। र हेर्ने साथीहरू, तपाईँ कोही हुनुहुन्छ प्लिज तपाईँको कमेन्ट क्वेसन लेखिदिनु होला। तपाईँको कमेन्टहरू म हेर्दैछु, र तपाईँको क्वेसन कुन सिटीबाट हेर्दैछ प्लिज लेखिदिनु होला है त। हामी युएसको लागि भेरी अड टाइम भयो आज। अहिले हामी युएसको पनि फेभरेबल टाइम बनाएर फेरि अर्को पनि गर्छौँ। र अब हामी कन्क्लुजनतिर पनि जाउँ होला आज यो टाइमको लागि होइन। अनि हामी अर्कै इन्जोय गरौँ यहाँनिर। अब एउटा यहाँ भएको तपाईँ अहिलेसम्मको भयङ्कर फन एक्टिभिटी सेयर गरिदिनुहोस् न साथीहरूलाई हेर्नलाई। के तपाईँले धेरै मजाले इन्जोय गर्नुभएको छ अहिलेसम्म, कमसेकम यो 2-2.5 महिना 4 महिनाको बिचमा? फन त धेरै नै छ दाजु। जस्तो बाटोमा जो मानिसहरूसँग अलिकति नजिकिन्छु होइन, जो मानिसहरू यहाँको मानिसहरूको जो रहनसहन छ नि, विभिन्न ठाउँमा जाँदा विभिन्न मानिसहरू भेट्छु। ती मानिसहरूसँग बसेर इन्टरेक्सन गरेर अनि उनीहरूसँग ह्युमरस कुराहरू गरेर, जस्तो फुल अफ ह्युमर्स होइन, आत्मीय मित्र जस्तो कुरा गरेर होइन, अनि उसले पनि त्यही खालको रियाक्सन दिन्छ, अनि आफूले पनि त्यही कन्भर्सेसन हुन्छ, छोटो कन्भर्सेसन हुन्छ, मिठो हुन्छ, बाई हुन्छ होइन। त्यहाँनिरका कुराहरू कस्ता कुराहरू हुन्छन्, जोक्सका कुरा हुन्छन्। यहाँनिर अस्ट्रेलियन मानिसहरू भेट्दाखेरि उनीहरू चाहिँ जोक्स गर्न मन पराउँछन् होइन, फनी कुराहरू मन पराउँछन्। उनीहरूलाई चाहिँ ह्युमरस हँसाइदिएको कुराहरू मन पर्छन्। अनि म जान्छु, मानिसहरूमा भेट्छु, मेरो गाडी सेटअप हुन्छ, हेलो हाई भन्छु होइन, म खुलेर बोल्छु। अनि त्यहाँ भएका ती फन कुराहरू त अब अहिले कसरी टपिक ल्याउँ, कसरी विषय ल्याउँ होइन। अनि जस्तो मेरो गेटअप देख्छ, मेरो टोपी देख्छ, टोपीको कहानी ल्याउँछ उसले होइन। तपाईँले भन्नुहुन्छ नि मलाई अघि टोपीको आफ्नै मतलब छ, यो टोपी लगाइदिँदा भयो, टोपी लाउनुपर्छ, टोपीको आफ्नै मतलब छ भन्दै। टोपीको मतलब चाहिँ के हो भनिदिनुहोस्। त्यहाँ अगाडि त एउटा गोरुको सिङ जस्तो पनि देख्छु कि यसको अर्थ के हो? टोपीको मतलब भनेको दाजु, यो कन्ट्रीलाई, यो देशलाई मैले सम्मान गरेको। जस्तै यो देशले मलाई जसरी सम्मान गर्यो, मैले त यो देशलाई सम्मान गर्ने त केही पनि छैन। देशलाई सम्मान गर्ने भनेको त्यसको वेशभूषा, त्यसको रहनसहन, त्यसको भाषा,
ती कुराहरूलाई अङ्गीकार गर्ने हो। मैले अङ्गीकार गर्दाखेरि देशको माटो भने जस्तो यसको भेषा यहाँको मानिसले लगाउने एउटा शिरमा माथि उच्च स्थान के छ त भन्दा माटोभन्दा नि माथि टोपी रहेछ भन्ने मलाई लाग्यो र मेरो देश समान स्वरूप मैले यहाँको कल्चरमा म घुलमिल हुन पनि सक्छु। मेरो देशलाई यसले यहाँको कल्चरलाई सम्मान गर्यो भने अरूबाट मैले पोजिटिभ इनर्जी पनि पाउँछु र मैले पनि पोजिटिभ इनर्जी दिन्छु भनेर एउटा सम्मान स्वरूपको टोपीको कहानी। धन्यवाद। मलाई हाम्रो वेद प्याकुरेल भाइले सोध्दै हुनुहुन्छ, हेभ यु थट अफ ट्राभलिङ बाई ए बाइक अर ए मोटरसाइकल, मोटर बाइक भनेर सोध्नुहुँदैछ। अत्यन्तै डेन्जर र वेदर विभिन्न कुराहरूमा म त क्यामेरा लिएर हिँड्ने भएकोले गर्दाखेरि मलाई वेदर मतलब के भनौँ तापक्रम वातावरण सबै पानीदेखि सुरक्षित चाहिन्छ। अनसुरक्षित भयो मलाई त्यो बाइकहरू। तपाईँको त्यो प्लान छैन? छैन, प्लान छैन। ठिक छ। तपाईँ अघि इन्सिडेन्ट ब्युटिफुल इन्सिडेन्टको कुरा गर्दै हुनुहुन्छ, टोपीमा गयो एउटा एक दिनको टिपिकल भएको एउटा घटना भन्नुहोस्, जोक्स कुराहरू भयो कोहीसँग गर्दाखेरिको, कोही चरा भेटेको कि केही भेटेको एउटा मजाको घटना बताइदिनुहोस् हामी कन्क्लुड गर्न लागि। म वेस्टर्न अस्ट्रेलियामा घुम्दै थिएँ। मेरो गेटअप चाहिँ खासै यस्तो होइन, म अझै म काउबय अर्कै बुटहरू लगाउँछु। म खासै चाहिँ म त्यो तरिकाले प्रस्तुत हुन चाहन्छु। मेरो प्रस्तुति चाहिँ त्यो मेरो बनावट होइन त्यो। म यस्तो तरिकाले यो लगाएर त्यसलाई यो देखाउनको लागि अनौठो प्रभाव परोस् भन्ने हेतुले होइन, सम्मान स्वरूपको हेतुले यहाँका मानिसहरूको रहनसहनलाई मैले अङ्गीकार गरेको। किन म पनि यो देशको हो नि त। यो देश भइसकेपछि त मैले यहाँको केही न केही त एउटा टिलो माटो केही गरेको। ओके, ती कुरा छोडिदियो। वेस्टर्न अस्ट्रेलियाको यात्रामा थिएँ, मेरो गेटअप देखियो त्यसलाई होइन। मेरो अर्को क्रोकोडाइल ह्याट थियो। क्रोकोडाइल ह्याट भनेको चाहिँ अस्ट्रेलियामा क्रोकोडाइल हन्टिङ फेमस छ होइन। क्रोकोडाइल गोहीलाई चाहिँ हन्ट गरेर मारेर गर्ने छ। त्यो गेटअपमा थिएँ म त्यतिखेर। यो अहिले मेरो यो गेटअप भनेको अस्ट्रेलियन काउबय हो। त्यतिखेरको क्रोकोडाइल हन्टिङ थियो। क्रोकोडाइल डन्डी भन्छ त्यसलाई होइन। त्यसले मलाई परैबाट नोटिस गर्यो। वेस्टर्न अस्ट्रेलियाको कुरा हो। म बाहिर पेट्रोल हालेँ, डिजल हालेँ, गरेँ। त्यसले मलाई नोटिस गरिरहेको रहेछ परबाट। है मैले भिडियो पनि हालेको छु त्यसको इन्टरभ्यूको। कम हिया भन, यहाँ आइज भन्यो। उसले मलाई लागेछ म चाहिँ रियल क्रोकोडाइल हन्ट गर्ने डन्डी, त्यसलाई चाहिँ क्रोकोडाइल डन्डी भन्छ। क्रोकोडाइल मार्ने सिकारीलाई क्रोकोडाइल डन्डी भन्छ अस्ट्रेलियामा। यो चाहिँ रियल डन्डी हो भन्यो है, सिकारी रहेछ भन्ने लागेछ मेरो गेटअपले देख्दाखेरि। ए यो काम हिया भन, तर वास्तवमा त्यो पनि रियल डन्डी रहेछ। त्यो बुढो चाहिँ उसको कामै डन्डी। डन्डी भनेको के अरे? क्रोकोडाइल मार्ने काम। अनि उसले मलाई बोलायो। उसले त मलाई एउटा क्रोकोडाइल डन्डी भन्ने मुभी छ, त्यो मुभी फेक हो। त्यो कलाकारले ऊ त कलाकार हो नि यार। यहाँको मान्छे त्यति साह्रो कन्सेप्ट हुन्छ गाउँले मान्छेको। उसलाई लागेको छ त्यो कलाकार हो, त्यो डन्डी होइन त्यो भन्छ मलाई। अरे मुभी एक्टिङले त डन्डी गर्यो नि त। म हुँ रियल डन्डी। त्यो मुलालाई केही पनि जान्दैन। हुन त मुभी सुटिङ हो नि त, हिरोले के जान्छ। छक्क लाग्यो त, कति साह्रो उसको विचार सानो सोच होइन। अनि उसले ल्यायो डन्डीको कहानी ल्यायो। उसले पनि मलाई डन्डी भनेर सोचेछ। म त थाहा छैन क्रोकोडाइल डन्डीको, त म त सिकारी होइन होइन। सुने म बोल्दिनँ फेरि। किन बोल्दिनँ भने थाहा छैन नि त। उसले मलाई भन्छ आर यु अन्डरस्ट्यान्डिङ? त्यो भनेको चाहिँ क्यापिस भनेको चाहिँ यहाँको अजी ल्याङ्ग्वेज होइन। क्यापिस भनेको चाहिँ बुझिस भने क्या क्यापिस भन्छ बुढो। झन्डै नेपाली चाहिँ मिल्दो रहेछ। कपिस क्यापिस होइन। अनि उसको क्यापिस भन्छ भने बिचमा गर्छु म होइन। उसले अनि डन्डीको क्वेसन सोध्छ उसले। अनि गर्दै ल्याउँदाखेरि पछि म डन्डी होइन त, डन्डी भएको देशबाट आएको यता भनेर त्यसलाई मैले थम्थेँ। उसले चाहिँ भरै पऱ्यो यो पनि मेरो मित्र हो डन्डी। अनि त्यो कन्भर्सेसनमा चाहिँ होइन मैले बुझे जस्तो गरिदिनु पर्ने। जस्तो भयो भने त हामीलाई कहाँबाट आएको त सोध्छन् इन्सिडेन्ट आउँदा। र पनि यहाँको पुरानो अमेरिकन भन्दैछु खालि, मलाई सरी है म उहाँबाट भएकाले गर्दा अस्ट्रेलियनहरूसँग भेट्दाखेरिको उनीहरूसँगको तपाईँको कन्भर्सेसन कस्तो हुन्छ? जेनरल, म भेरी जेनरल क्वेसन सोधेको। सुरुमा जेनरलमा हाई हेलो गुड डे हुन्छ। जसलाई देख्दा पनि यहाँनिर चाहिँ के छ कसो छ हात हल्लाउने, हाई स्माइलिङ फेसमा हुन्छ। अनि त्यहाँदेखि उताको कन्भर्सेसन एकअर्काको सहयोगी भावनाको हुन्छ। इन्स्ट्रक्सन वाइमा मैले नजानेको कुरा क्वेसन गरेँ भने प्रष्ट रूपमा सरल तरिकाले सहयोग गर्ने सहयोगी हुन्छ। अनि केही कुरा मैले बुझिनँ र मैले इन्ट्रेस्ट दिएर यो कसरी
भन्यो भने उनीहरूले भनेर पुरै मजाले बुझाइदिन खोज्ने सहयोगी भावनाको हुन्छ। अनि मेरो बारेमा भन्नु पऱ्यो भने उनीहरूले सुनिदिने ती खालका कुराहरू हुन्छन्। कतिपय ठाउँमा चाहिँ यहाँका मानिसहरूले चाहिँ यसको रहनसहन कस्तो, यसको बोलीचाली कस्तो, यसले के लाउँदैछ, केमा हिँड्दैछ, त्यो कुराहरूले जजमेन्टल गर्दो रहेछ मान्छेहरूले भन्ने पनि अनुभव छ मलाई है। त्यस्तै पनि भएको त्यो अनुभव पनि छ मलाई चाहिँ। त्यसरी ट्रिटमेन्ट पनि गरेका छन्। हुन त म त्यस्तो होइन, तर यो अलि अर्कै किसिमको होला भनेर अर्कै किसिमले बोलेका पनि छन्, त्यो पनि छ। तपाईँ यहाँ अब हामी लगभग कार्यक्रमको उत्तरार्धतिर पुग्यौँ होइन। अब फेरि रोकेर फेरि एकछिनमा अर्को बारे गर्नु हाम्रो बाँकी नै छ होइन। तपाईँको यो विषयमा चाहिँ गएको यो छोटो समयको धेरै दिनको भनेर म दुईवटा कुरा भने छोटो समय भने 3-4 महिना त छोटो समय भयो तपाईँलाई, तर यो लगातार कन्टिन्यू गरिराख्नु भएको छ नि त। यति बेलाको अनुभव र यहाँभन्दा अगाडिको अनुभव के डिफ्रेन्स पाउनुभयो अस्ट्रेलियामा? यहाँभन्दा अगाडिको र अहिलेको मेरो दाइ अब यसलाई अनुभवमा मेरो पर्सपेक्टिभ चेन्ज भएर म हल्का आकाशलाई, शून्यतालाई त्यतापट्टि गएर यी अनुभवहरू, यी सोचहरू, यी विचारहरू लगभग केही पनि होइनन्। यी समय तत्काल अवस्था मात्रै छ, राइट मुभमेन्ट मात्रै छ। अरू सबै स्मृति हुन्, अरू सबै अनुभवहरू, यी लागेका कुराहरू सब स्मरणका कुराहरू हुन्। हुन त तपाईँलाई मैले भनिदिनु पर्ने कस्तो लागेको थियो, के भयो, अगाडिको र अहिलेको डिफ्रेन्स मैले भनिदिनु पर्ने हो होइन। त्यो केलाएर भन्दा पनि केही रहेनछ, इट्स अल अनुभव राइट नाउ। अहिलेको पललाई नै तिमी राम्रो गर, त्यही नै हो भनेर भन्छु। अगाडि त के भयो दाजु, त्यो पललाई ख्याल नगरेर। तर म अहिलेको हर पललाई इन्जोय गर्छु। सो एभ्रिथिङ इज इन्जोय लाग्छ मलाई। सो डिफ्रेन्स आफैमा छ जस्तो लाग्छ। मैले नै बनाउने हो त्यो डिफ्रेन्स जस्तो लाग्छ होइन। अगाडि छैन डिफ्रेन्स, अहिले पनि छैन। डिफ्रेन्स इज युर सेल्फ, तिमीले बनाएको डिफ्रेन्स हो जस्तो लाग्छ। मैले कम्प्लेक्स पनि भयो कि? नो इट्स नट कम्प्लेक्स। आई थिङ्क तपाईँको भनाइ अब एक्सपिरियन्सद्वारा म के छ भने तपाईँ शङ्कराचार्यको भाष्यतिर गएँ म चाहिँ। तपाईँको त्यो अघि पनि त्यस्तै लाग्दै थियो तपाईँको त्यो जुन तपाईँ भन्दै हुँदैछ। मलाई पनि त्यो शङ्कराचार्यको भाष्य त म त जान्थेँ। कसै एउटा व्यक्तिले पढेर जान्नु त जान्दैन होला, तर यति धेरै त्यसभित्रको गहनता छ, डिप छ। त्यो डिपमाथिको पनि डिप अन्डरस्ट्यान्डिङ शङ्कराचार्य लेख्नु भएको छ है। हो त्यसपट्टि तपाईँले गरेको शून्यतापट्टि गएको त्यस्तो खालको विचार तपाईँको लाग्छ मलाई होइन। एनिवे त्यति भन्दै आज जो हेर्ने दर्शक साथीहरू हुनुहुन्छ तपाईँहरूलाई हेरिदिनु भयो, तपाईँ कमेन्ट गरिदिनु भयो, त्यसको लागि विशेष धन्यवाद। र भाइलाई पनि यो समय निकालेर मसँग 2 दिनको समय तपाईँले निकालेर आइदिनु भएकोमा विशेष धन्यवाद दिँदै अहिलेको लाइभलाई हामी यहीँ रोकौँ होला। र भाइको अन्तिममा केही भन्नु छ भने तपाईँ के भन्नुहोस्, र हामी फेरि अर्को एकछिन पछाडि फेरि गर्छौँ हामी। धन्यवाद सबै दर्शकहरूलाई। तपाईँहरूले पनि तल कमेन्टमा लेखिदिनु होला आगामी दिनहरूमा चाहिँ मैले सिकेका कुराहरू कसरी के भएर भनेर। डिटेल त धेरै छन् नि त होइन दाजु। यो सिम्प्लिसिटी चाहिँ अरूले पनि गर्न सक्छ भन्ने चाहिँ मलाई लागेको छ। फेरि तपाईँले अघि एक किसिम भन्नुभयो हाफ इम्पोसिबल भनेर भन्नुभयो तपाईँले, तर म त्यसलाई अघि मैले कट गर्न पाइनँ होइन। कहाँ केही भयो होला, प्रश्न अरूतिर गयो होला। दाजु यो चाहिँ चट्टै अपोजिट छ। एभ्री वान क्यान डु भनेर चाहिँ भन्छु, तर एभ्री वान डक्टर पनि हुन सक्दैन नि फेरि होइन। तर डक्टर भएर हेर्छु भन्यो भने त हुन्छ नि त फेरि होइन। त्यही कारणले सबैले गर्न सकिन्छ। यसका राम्रा पाटाहरू र सजिला छिर्के पाटाहरू मसँग छन्। तल कमेन्ट बक्समा चाहिँ हाउ इट ह्यापन, यो फलानु चाहिँ लेखिदिनु होला। पछि दाइले नै सोध्न पनि सक्नुहुन्छ पछि। म डेफिनेटली तपाईँ अर्को भिडियो अर्कोमा सोध्नु छ। हाम्रो अलि अड टाइमिङ भएकाले गर्दा मैले यो गरेको। अर्कोमा तपाईँलाई सोध्ने चाहिँ खर्चको बारेमा तपाईँले धेरै सोध्नुहोस् भनेर। कति खर्च हुन्छ तपाईँलाई, कसरी सम्भव गर्नुहुन्छ, किन रेभेन्यू स्ट्रिम के छ, सस्टेनेबिलिटी के छ, यी क्वेसनहरू म सोध्नेवाला छु। र दर्शक साथी तपाईँले पनि तपाईँ क्वेसन राखिदिनु होला। तपाईँको क्वेसन बेस्ड अन द्याट यो भिडियो बनाउने हो। मैले आज फर्स्ट भिडियो हो जुन चाहिँ बिना प्रिपरेसन नगरिकन गर्ने भनेरै सुरु गरे हो, र विदाउट एनी प्रिपरेसन हामीले गरेको आजको कार्यक्रम हो। तपाईँलाई कस्तो लाग्यो भनिदिनु होला। हामी फेरि एकछिन